तेलको मूल्य घट्यो, अब गाडी भाडा पनि घट्छ। नेपाल आयल निगमले डिजलमा 30 रुपियाँ र पेट्रोलमा 20 रुपियाँ प्रति लिटर मूल्य घटाएपछि अब सार्वजनिक यातायातको भाडा पनि घटाउनु पर्ने आवाज उठेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सरकारसँग स्वचालित प्रणाली अनुसार तत्काल भाडा समायोजन गर्न आग्रह गरेको छ। महासङ्घका अध्यक्ष सरोज सिटौलाका अनुसार इन्धन महँगिँदा भाडा बढाइने हो भने सस्तो हुँदा पनि सोही मापदण्ड अनुसार भाडा घटाइनुपर्छ। उनले सार्वजनिक यातायातको भाडा निर्धारण गर्दा इन्धनको मूल्य मात्र नभई मर्मत खर्च, बिमा, चालक सहचालकको पारिश्रमिक, स्पेयर पार्ट्स, ब्याङ्किङ लागत तथा समग्र आर्थिक अवस्थालाई समेत वैज्ञानिक आधारमा मूल्याङ्कन गर्नुपर्ने बताएका छन्। अब सरकारको निर्णय के आउँछ भन्नेमा यात्रु र यातायात व्यवसायी दुवैको चासो केन्द्रित छ। यदि भाडा समायोजन भयो भने लाखौँ यात्रुले प्रत्यक्ष राहत पाउनेछन्।